हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। के छ खबर? सन्चै हुनुहुन्छ सबैजना? अनि हजुरहरूले यस्तो निलो चिया खानुभएको छ? यो निलो चिया के को हो? म त यस्तो निलो चिया खान्छु। यो अपराजिता फुलको चिया हो। यो अत्याधिक राम्रो हुन्छ हाम्रो शरीरलाई। यो थाइराइड हुने अनि निन्द्रा नलाग्ने अनि मनमा चिन्ता बढी बढ्ने यस्तो यस्तो रोगको होइन, धेरै किसिम रोगको यसले काम गर्छ। यो अपराजिता फुलले यसको चिया पिउने गर्नु होला। कन्टिन्यू 7 दिन बिहान बिहान पिउने गर्नु त आफ्नो शरीरै भिन्नै खालको महसुस हुन्छ। यस्तो यो फुल छैन भने सबैले रोप्नु होला, लाउनु होला। थाहा छैन भने गमला अनि रोपेर आफूलाई चिया खान पुग्छ होइन, लाउनु होला। म चाहिँ यसैको चिया खान्छु, निलो चिया। ठ्याक्कै यसरी टक्कै पार्नुपर्छ अनि चट्टैसँगले म चाहिँ यस्तो चिया खान्छु। तातो पानीमा यसमा चिनी चिनी होइन, सक्खर राखेर पनि खान सकिन्छ। अथवा मन तातो भइसकेपछि मह हालेर पनि खान सकिन्छ गुलियो खानेले। म चाहिँ त्यसै खान्छु होइन, म चाहिँ त्यसै खान्छु, त्यतिकै बानी भइरहेछ। ल है त साथीहरू पनि खानु होला। आजको सब्जी केलाइसकेको छु, यता खोलाको पनि अचार बनाउनलाई। काकल पाल्छ, फलफुल खान्छ। ल है त साथीहरू, बाई बाई।